बाथरोग भनेको अटोइम्युन डिजिज मध्येको एउटा रोग हो जसलाई नेपालीमा स्वत प्रतिरक्षा रोग पनि भनिन्छ र यसमा मुख्यतया जोर्नीहरू सुन्निने जोर्नीमा सुजन हुने भनिन्छ त्यस्ता लक्षणहरू बढी हुन्छन्। यो रुमेटोइड आर्थराइटिस जसलाई हामीले नेपालीमा गठिया बाथ भन्छौँ यो इन्फ्लामेटरी आर्थराइटिस मध्येको सबभन्दा धेरै मात्रामा धेरैजनालाई हुने रोग मध्येको एक हो। यसको लाइफ टाइम प्रिभ्यालेन्स भनेको जिन्दगीमा हुने चान्स जिन्दगीभरमा कसैलाई हुने चान्स चाहिँ 1% मात्रै हुन्छ। यदि उपचार गरिएन भने यसले निम्ति आउने भनेको डिसेबिलिटी अपाङ्गता र यो अपाङ्गता लगभग 35% मान्छेलाई रोग लागेको 10 वर्षपछि हुन्छ। रोगका कारणहरू चाहिँ मल्टिफ्याक्टोरियल भनिन्छ। यसका धेरै कारणहरू छन्, बहुकारक पनि भनिन्छ। अरू स्वत प्रतिरक्षा रोगमा हुने जस्तै यसका पनि कारणहरू धेरै छन्। तीमध्ये एक चाहिँ जेनेटिक आनुवंशिक कारण पनि हुन्छ। लगभग 50% जुन रिस्क गठिया बाथ हुने रिस्क हुन्छ त्यो चाहिँ आनुवंशिक हुन्छ। जेनेटिक कज चाहिँ 50% जतिको हुन्छ। अनि अर्को कारण चाहिँ इन्भाइरोमेन्टल फ्याक्टर। ती भनेको मध्ये धुम्रपान गर्ने मानिस जसमा आनुवंशिक समस्या आनुवंशिक जुन हामीले रिस्क कुरा गऱ्यौँ त्यो भयो भने यो रुमेटोइड आर्थराइटिस गठिया बाथ हुने सम्भावना अझ बढी हुन्छ। गठिया बाथमा के हुन्छ भन्दाखेरि हाम्रो जोर्नीहरू जुन हुन्छ त्यसको भित्री लेयर चाहिँ साइनोभियमले बनेको हुन्छ, साइनोभियमले ढाकेको हुन्छ र यो साइनोभियम तह हुन्छ त्यो चाहिँ प्रोलिफरेसन भनेको त्यसको चाहिँ जो मोटाइ हुन्छ त्यो बढ्दै जान्छ। त्यो बढ्दै गएपछि जोर्नीहरू ठुला देखिन्छन् अनि कालान्तरमा पछि त्यो हुँदै जाँदाखेरि त्यसले कार्टिलेज पनि ड्यामेज गर्छ। कार्टिलेज भनेको कुरकुरे हड्डी जुन जोर्नीहरूमा हुन्छ र अझै प्रोग्रेसन भयो रोग अझै बढ्यो भने चाहिँ हड्डी पनि त्यसले खाने गर्छ, बोन इरोजन भन्छ र लास्ट स्टेजमा गएपछि ती जोइन्टहरू नै एङ्किलोसिस भनेको कामी नलाग्ने पूर्ण रूपमा जोडिने र त्यसले आफ्नो फङ्सन पूर्ण रूपमा गर्न नसक्ने, जस्तै हातले आफ्नो काम गर्न नसक्ने, लचकता नहुने, नखुम्चिने, जस्तै सोल्डरहरू भयो भने चाहिँ घुम्न नसक्ने, हिप भयो भने चाहिँ बस्न उठ्न नसक्ने त्यस्ता खालको लक्षणहरू देखिन्छन् पनि बिग्रेर जाने सम्भावना हुन्छ। त्यही भएर जतिसक्दो छिटो रोगको पहिचान गर्ने र रोगको चाहिँ निदान गर्न लाग्यो भने जुन जोइन्ट ड्यामेज हुन्छ, जुन जोर्नी बिग्रिने समस्या हुन्छ त्यसलाई हामीले समयमै रोक्न सक्छौँ। यो गठिया बाथमा उपचार समयमै भएन भने जोर्नी बिग्रिने समस्या रोग पत्ता लागेको सुरुको 2 वर्षभित्र हुन्छ ज्यादातर। त्यही भएर छिटो रोगको पहिचान र उपचार नै यसको निदान हो। गठिया बाथको लक्षणमा चाहिँ शरीरका साना जोर्नीहरू विशेष गरी हात र खुट्टाका जोर्नीहरू सुन्निने, तिनीहरू दुख्ने, कक्रक पर्ने यी लक्षण हुन्छन्। यी बाहेक सम्पूर्ण शरीरमा देखिने लक्षणहरू पनि हुन्छन्, जस्तै एकदमै थकावट हुने, ज्वरो आएको जस्तो फिल हुने, थकान महसुस ज्यादा हुने खालका सिम्टमहरू पनि देखिन्छ। गठिया बाथको एउटा विकास हुने प्रक्रिया हुन्छ। सुरुवाती स्टेजमा जोर्नीहरू सुन्निने हुन्छ। रगत जाँच गर्दाखेरि त्यसमा चाहिँ विभिन्न खालका चाहिँ खराबीहरू देखिन्छन्। तर यो समयमा जुन कार्टिलेज कुरकुरे हड्डी र स्वयं जोर्नीमा चाहिँ खासै समस्या हुँदैन। जब डिजिज प्रोग्रेस हुन्छ, जब रोग बढ्दै जान्छ त्यसपछि जोर्नीमा भएको कुरकुरे हड्डी हुन्छ त्यो बिग्रिन थाल्छ। त्यसपछि त्यो बिग्रिन थालेपछि जोइन्ट डिफर्म हुन्छ भनेको जोर्नीहरू बाङ्गाटिङ्गा देखिन थाल्छन् र त्यसको रेन्ज अफ मोसन, त्यसको जुन लचकता हुन्छ त्यसमा कमी आउँछ। यो रोग अरू बढ्दै गयो भने त्यो जुन लचकता थियो त्यो पूर्ण रूपमा चाहिँ तपाईँको हराउँछ। जोर्नी एकदमै बिग्रेर जान्छ, हेर्दै बाङ्गाटिङ्गा देखिने हुन्छ र लास्ट स्टेजमा जाँदाखेरि के हुन्छ भन्दाखेरि पूर्णतया जोर्नी चाहिँ खराब भइसकेको हुन्छ। त्यो अवस्थामा शरीरमा त्यो जोइन्टमा चाहिँ इन्फ्लामेसन भन्ने चिजै हुँदैन, किनभने इन्फ्लामेसन हुने चिज नै हराइसकेको हुन्छ। जोइन्टमा जुन चिज उसले बिगार्नु पर्ने थियो त्यो चिज नै नभएपछि इन्फ्लामेसन हुँदैन, तर उसले चाहिँ त्यो जोर्नीबाट हुने काम जुन हुन्छ त्यो पूर्ण रूपमा नष्ट भइसकेको हुन्छ र यो स्टेज भनेको इरिभर्सिबल, यसबाट पहिलाको अवस्थामा ल्याउन सकिँदैन। बाथ हुँदाखेरिको सुरुवाती स्टेजमा हामीले उपचार गऱ्यो भने यो पछि हुने, यो कालान्तरमा हुने जुन समस्या छ, जोर्नी बाङ्गिने कामहरू पुरै लस हुने त्यो कुरालाई चाहिँ रोक्न सक्छौँ र नर्मल जस्तै जोर्नीको कामहरू गर्ने अवस्थामा हामीले त्यसलाई रोक्न सक्छौँ र केही मात्रामा रिभर्सिबल पनि हुन्छ। गठिया बाथ कसरी पत्ता लगाइन्छ भन्दाखेरि बिरामीका मैले बताएका जुन पनि लक्षणहरू छन् यी लक्षणहरू सहित उसको जोर्नीको एक्सरेहरू गरिन्छ र रगत जाँच गरिन्छ।
र यी सबैको जुन एउटा निचोड निस्किन्छ त्यसबाट चाहिँ रोग पत्ता लगाइने हो। तर सामान्यतया जुन रेमाटोइड फ्याक्टर भनेर चेक गरेर त्यसैका आधारमा डायग्नोसिस गरिन्छ त्यो चाहिँ सत्य होइन, किनभने रेमाटोइड फ्याक्टर अरू कन्डिसनमा पनि आउन सक्छ। जस्तै हेपाटाइटिस सी भएको बिरामी पनि त्यो पोजिटिभ हुनसक्छ र हेल्दी ओल्डर पर्सन भनेको वृद्ध मानिस तर स्वास्थ्यमा पनि यो पोजिटिभ आउन सक्छ। त्यही भएर रेमाटोइड फ्याक्टर पोजिटिभ हुँदैन रेमाटोइड आर्थराइटिस हुन्छ भन्ने हुँदैन। गठियावातका लागि जोखिमपूर्ण अवस्था के हुन् भन्दाखेरि एक त ज्यादा उमेर, रोग पत्ता लाग्ने बेलामा बिरामीको उमेर जति ज्यादा हुन्छ त्यति चाहिँ राम्रो भएन, रोग लाग्ने सम्भावना ज्यादा भयो। अर्को कुरा भनेको यदि परिवारमा कसैलाई छ, आफ्ना इष्टमित्रमा कसैलाई छ भने पनि त्यो एउटा रिस्क फ्याक्टर भयो भने रेमाटोइड आर्थराइटिस हुने सम्भावना बढी भयो। स्त्रीहरूलाई रेमाटोइड आर्थराइटिस हुने सम्भावना बढी हुन्छ पुरुषहरूको तुलनामा। र धुम्रपानको इतिहास, यदि मान्छेले धुम्रपान गरिरहेको छ या पहिला गरेको थियो भने पनि त्यो एउटा रिस्क फ्याक्टर हुन्छ। सामान्यतया गठियावात गर्भावस्थाको बेलामा अलिकति सामान्यतातर्फ जान्छ र जो स्त्रीले बच्चाहरू पाएका छन् तिनीहरूमा यो गठियावात हुने सम्भावना कम हुन्छ उनीहरूको तुलनामा जसले कहिले पनि बच्चा पाएका छैनन्। त्यही भएर बच्चा पाएको स्त्रीमा यो गठियावात हुने सम्भावना कम हुन्छ। अर्को जसले स्तनपान गराएको छ ती स्त्रीहरूमा पनि गठियावात हुने सम्भावना कम हुन्छ। गठियावातको उपचार विभिन्न तरिकाबाट गर्न सकिन्छ। सामान्यतया जुन इन्फ्लामेसन जुन सुजन हुन्छ त्यसलाई कम गर्नको लागि चाहिँ अल्पकालको लागि एनएसएआइडिज पेन किलर र स्टेरोइड्स पनि युज गर्न सकिन्छ। तर उच्चतम उपचार भनेको डिमार्ट्स, डिजिज मोडिफाइङ एन्टी रिमेटिक ड्रग्स हुन्छ। यसमा धेरै खालका औषधिहरू हुन्छ, दुई टाइपका हुन्छ। एउटा कन्भेन्सनल टाइपको डिमार्ट्स हुन्छ जो पहिलेबाट चलिरहेको थियो र अर्को थरी न्यू जेनेरेसनको मेडिसिन हुन्छ, त्यसलाई चाहिँ बायोलोजिक्स पनि भनिन्छ। डिमार्ट्स गठियावातमा प्रयोग हुने सबभन्दा धेरै प्रयोग हुने औषधि हो र यो औषधि प्रयोग गर्दाखेरि अघि भने जस्तै जोर्नीका तपाईँको विकृतिहरू, जोर्नी बिग्रिने, जोर्नीले पछि गएर काम गर्न नसक्ने समस्याहरू चाहिँ समयमै उपचार गऱ्यो भने रोक्न सकिन्छ यो औषधिले गर्दा। र उपचारको साथसाथै गठियावातको बिमारीले शारीरिक व्यायाम पनि गर्नुपर्छ। गठियावात रोग पत्ता लगाइसकेपछि यसको चाहिँ उपचार जति सक्दो छिटो त्यति चाँडो गर्नुपर्छ र औषधि सुरु गरेपछि सामान्यतया त्यो औषधि 2 देखि 3 वर्ष चल्छ। यो चाहिँ मिनिमम हुन्छ। ठ्याक्कै भन्न त गाह्रो हुन्छ किनभने गठियावात प्रत्येक बिमारीलाई हुने गम्भीरता हुन्छ, त्यो रोगको प्रत्येक मानिसमा हुने फरक हुन्छ। त्यही भएर कुनै एउटा मानिसलाई दिएको औषधि ठ्याक्कै त्यो औषधि अर्कोलाई नहुन पनि सक्छ। सामान्यतया 2-3 वर्षलाई हुन्छ। त्यो दबाई खाने जुन ड्युरेसन हुन्छ कहिलेकाहीँ लाइफ लङ पनि हुनसक्छ। त्यो चाहिँ गठियावातको बिरामीलाई औषधि दिँदा हाम्रो उद्देश्य भनेको डिजिज एक्टिभिटी एकदम लो राख्ने हुन्छ। डिजिज त्यो रोगले जुन समस्या पैदा गरेको छ, दुख्ने, सुन्निने, तपाईँको लचकता कम हुने, त्यसलाई चाहिँ मिनिमम लेभलमा राख्ने, एकदमै कम गर्ने, रोगको लागि दिएको औषधिको डोज कम राख्ने र ओभरअल क्वालिटी अफ लाइफ बिमारीले आफ्नो जीवनयापन गर्दा जुन भोगेका समस्याहरू छन् तिनलाई चाहिँ एकदमै कम्फर्टेबल लेभलमा राख्ने, त्यसलाई क्वालिटी अफ लाइफ भनिन्छ। आर्थराइटिसको कारणले, गठियावातको कारणले उसका दैनिक जीवनयापन प्रक्रियामा खासै असर नपर्ने लेभलमा राख्ने हाम्रो उद्देश्य हुन्छ। रोगका जटिलतामा 2 प्रकारका हुन्छन्। एक त रोग आफैका कारणले हुने जटिलता र अर्को रोगका लागि जुन उपचार गरिन्छ ती औषधिले गर्दा हुने जटिलता। ती के हुन् भन्दाखेरि यी रोगले रेमाटोइड आर्थराइटिसमा, गठियावातमा जोर्नी मात्रै तपाईँको असर गरे हुँदैन, त्यसले अरू अङ्गमा पनि असर गरे हुन्छ। ती भनेका आँखा हुन सक्छन्, फोक्सो हुन सक्छ, छाला हुन सक्छ, नर्भ तपाईँको स्नायु प्रणालीसँग सम्बन्धित हुन सक्छ र गठियावातमा कतिपय बिरामीहरूलाई मुटुका गम्भीर समस्या पनि हुन सक्छन्, स्ट्रोक पनि हुन सक्छ, हड्डी मक्किएर हड्डी कमजोर हुने र सामान्य चोटपटक, सामान्य प्रेसरका काम गर्दा पनि भाँचिने सम्भावना बढी हुन्छन्। गठियावात लामो समयसम्म भइराख्यो भने पनि रक्त अल्पताको समस्या हुन्छ, केही टाइपका क्यान्सरहरू हुने सम्भावना जनरल पपुलेसन, सामान्य मानिसलाई भन्दा ज्यादा हुने सम्भावना पनि हुन्छ। र जस्तै मेडिसिनले गर्दा हुने जटिलतामा हामीले जुन मेडिसिन दिन्छौँ यदि ती मेडिसिनका डोज धेरै हाई छन्, इम्युन सप्रेसन ज्यादा गर्नु पर्यो भने इन्फेक्सन हुने सम्भावना, स्टेरोइड ज्यादा खाएको छ भने त्यसले चाहिँ गर्ने सम्भावना, इन्फेक्सन लगायत डिप्रेसनका समस्या पनि हुन सक्छन्। गठियावात उपचार गरिसकेपछि डक्टरहरूको हामीहरूको चाहिँ उद्देश्य के हुन्छ भन्दाखेरि पेसेन्टलाई रिमिसनमा लाने। रिमिसन भनेको बिसेक,
ती लक्षणहरू कमभन्दा कम हुन्। जोर्नीका समस्या, दुख्ने, सुन्निने, कक्रको पर्ने समस्या कम हुन्। यो रिमिसनमा जाने को जान्छन्, कस्ता खालका बिरामीहरू रिमिसनमा छिटो जान्छन् भन्दाखेरि जो रोग लाग्दाको समयमा उमेर ज्यादा छ, चाहिँ लेट अनसेट आरए भन्छ, जसलाई ढिलो समयपछि बल्ल रोग देखा परेको पुरुषलाई पनि रोग आर्थराइटिस लागेपछि बिसेक हुने सम्भावना बढी हुन्छ, उनीहरू छिटो बिसेक हुन्छ। जसले धुम्रपान गरेको छैन उनीहरूमा पनि बिसेक हुने सम्भावना बढी हुन्छ, छिटो बिसेक हुने सम्भावना बढी हुन्छ। र जसलाई चाहिँ गठियावाद लाग्दाखेरि त्यो रोगका लक्षण कम छन्, धेरैको तुलनामा जसका कम छन्, कम दुख्ने, कम सुन्निने, कम कक्रको पर्ने खालको छन्, उनीहरूलाई पनि छिटो बिसेक हुन्छ। र रगत जाँच गर्दाखेरि एक्युट फेज रियाक्टेन्ट्स भनिन्छ, ती जसका कम छन्, ती भ्यालुज जसका कम छन्, तिनलाई पनि बिसेक हुने सम्भावना बढी हुन्छ। प्रेडिक्सन्स अफ फ्याक्टर्स भनिन्छ, के कुरा भयो भने ती व्यक्ति चाहिँ रेमिसनमा जाँदैनन्। ती भनेका धुम्रपान गर्ने र धुम्रपान विशेष गरी पुरुषहरूमा, र ओबेसिटी भनेको ज्यादा तौल भएका स्त्रीहरू, यिनीहरूलाई चाहिँ रेमिसनमा लैजान बहुत गाह्रो हुन्छ।